यो ठाउँमा आउनको लागि चाहिँ बिर्तामोडबाट 3 किलोमिटर उत्तर र अर्जुनधारा बजारबाट 3 किलोमिटर पूर्वपट्टि रहेको छ। तपाईहरु अटो सिटीमा आउन सक्नुहुन्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी आइपुगेका छौँ सालबाडी झिल, सालबाडी पार्क भन्छ। यहाँ नजिकै भए पनि मैले भ्लग चाहिँ भिडियो चाहिँ बनाएको थिइनँ। आज हामी किरण ओली दाइ यहाँ हुनुहुन्छ। हेलो दाइ र म यहाँ घुम्न आएको छौँ है। सालबाडी झिलको त्यो चाहिँ प्रवेशद्वार, त्यहाँबाट हामी यस्तो आउँदैछौँ। इन्ट्रोडक्सन गराइसकेको छु। यो बाटो चाहिँ राम्रो छ। यो चाहिँ जमानामा ओछ्याएको इँटा हो। हामी नाङ्गै कुदिँदाखेरिदेखि नै थियो इँटा चाहिँ, अझैसम्म छ। भनेपछि कति वर्ष भयो होला, आफै विचार गर्नुहोस्। यो चाहिँ यहाँनिरको अफिस रहेको छ। यो चाहिँ यहाँको अफिस। यताबाट जाँदा चाहिँ हाम्रो कछुवा पनि देख्न पाइन्छ। अनि यताबाट चाहिँ हाम्रो खेल्ने पार्कहरू पनि, खेल्ने ठाउँहरू पनि देखिन सकिन्छ। तर हामी चाहिँ यताबाट जाँदैछौँ। हामी चाहिँ दाजुभाइ दुईजना मात्र हिँड्दैछौँ। यस्तो पार्कमा चाहिँ कसरी आउनु पर्दो रहेछ भनेदेखि यसरी आउनु पर्दो रहेछ, दुईजना जोडी मिलाएर। होइन दाइ, के भन्न चाहनुहुन्छ तपाईँ? यहाँ चाहिँ यो पार्कमा चाहिँ वास्तवमा चाहिँ अब जोडी मिलेर आउनुपर्ने रहेछ। त्यो पनि अब हामी चाहिँ जोडी भयो होइन। हामी पनि जोडी नै, तर दाजुभाइ छौँ। यस्तो पार्कहरूमा आउँदा चाहिँ प्राय गरेर अब लिङ्ग मिलाएर आउँदा चाहिँ राम्रो रहेछ। उता पनि आउँदैछन् फेरि जोडी जोडी। हो नो, यो पार्कहरू चाहिँ साँच्चै जोडीकै हो। गाह्रो छ होइन। हामी पनि दाजुभाइ आएको। यहाँ चाहिँ हाम्रो दाइको भाउजू होइन, यहाँ चाहिँ हाम्रो दाइ, यहाँ चाहिँ भाउजू। अब बिचरा भर्खर बिहा गरेको मेरो दाइको होइन याद आउँदैछ, त्यही भएर भिडियो कल गरेर छैन हो दाइ, हैरान। हामी चाहिँ यताबाट जाँदैनौँ, यताबाट जाने ट्याक्क उ त्यहाँनिर बोटिङ खेल्ने ठाउँ ट्याक्क आइपुगिहाल्छ। हामी चाहिँ यताबाट हल्का एक राउन्ड घुमेर आउँछौँ। यो बाटो जाँदा चाहिँ एक राउन्ड घुमिन्छ। यहाँभित्र चाहिँ केही छैन, यसो गार्डनहरू छ, फोटोसोटो खिच्नको लागि राम्रै हुन्छ, ठिकै छ। अनि शालिकहरू रहेको छ, बस शालिक, फुलबारी गार्डन। यो पछाडिको बाटो चाहिँ यस्तो छ, पछाडिको बाटोबाट चाहिँ यस्तो छ झिलको। यता चाहिँ हामी यस्तो आउँदो रहेछ दाइ र म जस्तै, ठ्याक्कै सिङ्गल। यहाँ पछाडि चाहिँ ट्याक्कै दाइ र म जस्तै दुईजना मात्र लेडिजहरू रहेछन्, गफ गर्दैछन् है। दाइ र म जस्तै छैन उनीहरूको नि बोयफ्रेन्ड, हामी जस्तै सिङ्गलहरू। यहाँ चाहिँ हाम्रो किरण दाइको वकिङ चल्दैछ। वकिङ अरे है, ल बास पास। यो चाहिँ हाम्रो जोडी बस्ने चौतारा है, होइन दाइ? यहाँ चाहिँ पिङ छ, हामी है पिङ खेल्ने वाला छौँ ट्याक्कै थोरै। लु दाइ खेलिदियो गएर पिङ। कसले ब्याग पनि छोडेर रहेछ त यहाँ त। चलो 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 चलो। हामी चाहिँ यता झोलुङ पुल अहिले जाँदैनौँ, ट्याक्कै हामी कता यस्तो राउन्ड हान्दैछौँ। यहाँबाट अहिले पुगिन्छ झोलुङ पुल चाहिँ। हावा चलेछ सरररररररर, लाग्यो नि मनैमा ए है। घुमिसक्यौँ, एक राउन्ड हुन आँटिसक्यो। यो जङ्गलको, यो पार्कको भनौँ न, यो तालको, जे भन्यो भने भयो। यता चाहिँ पहिला कछुवा फर्म जाने ठाउँ थियो, पिकनिकहरू खान्थ्यो पहिला चाहिँ, अहिले चाहिँ छैन। कछुवा पनि छैन होला सागपर, अहिले गएको देखिँदैन मान्छेहरू। त यस्तै छ। उफबाट चाहिँ बस्दा रहेछन् जोडीहरू, ट्याक्क दुई जोडी, कति राम्रो बसेको।
अरू जोडी जोडी बस्छन् सलाम मेरो चाहिँ यस्तो छ है जोडी पनि माटौँ के गर्नु म्याम त क्या जिन्दगी चाहिँ मेरो खराब छ जिन्दगी गाडो सेन्तेरेम भन्थ्यो सेन्तेरेमले चाहिँ होइन एक कल्पनाले चाहिँ गर्दो रहेछ यो जङ्गलको छारी मुनि शीतलको मुनि चाहिँ यो के बनाएको के यो ट्याक्क फेरि हो चौताराको माथि बनाइदिनु पऱ्यो यस्तो छैन अलिकति छैन दिमाग केही भन्नु छ माइला यसमा झिलले चाहिँ यहाँनिर एउटा चाहिँ जोडी जोडी आएर टक्क बस्ने चिया खाजा खाने होटल बनाउनु खोजेको त्यस्तै हो किनभने यसको बनोट चाहिँ होटलको जस्तो छ त्यो पनि यसलाई फोल्डिङ सिस्टम उठाएर अर्को ठाउँ सार्न पनि मिल्छ कि जस्तो लाग्यो मलाई त अस्ति आगो पनि लागिसकेको छ कि अब कालै छ त उता त अस्ति केटाहरूले त्यहाँ झगडा गरेर आगो लाग्छ ए अस्ति जेन्जीले फुटाइदिएको नि हो पनि अब जेन्जी भन्दा पनि दुईजना केटी एकजना केटा भएर फुटाएको हो र त्यस्तो बुझ्यो फटा हामी चाहिँ खाजा खाने ठाउँ अनि यहाँ चिल्ड्रेन पार्क सानो स्पेस रहेको छ पार्क यहाँ चाहिँ आफ्नो नानी बच्चाहरूलाई चाहिँ खेलाउने ठाउँ हो यो चाहिँ है फ्यामिली आउँदाखेरिको अवस्थामा दोरी लगाएर घुम्ने रुखमा हेर त यस्तो पनि रहेछ यहाँनिर जुइट्याकै बच्चा बच्चीहरूलाई त्यहाँ खेल्ने ठाउँहरू यो चाहिँ पछाडिपट्टिबाट भयो अगाडिपट्टिबाट म देखाउन छु है म त ऊ त्यस्तो त्यो काठको उयसमा के अरे बाँसको के भन्छ त्यसलाई पिङमा पो जानु मन लाग्यो बाँसको पिङ पो राम्रो रहेछ त जाने यहाँ चाहिँ हाम्रो खेल्ने चिल्ड्रेन पार्कहरू छ ठुलैले पनि अलिक खेल्दै रहेछन् यो चाहिँ एरिया ठुलो छ खेल्नको लागि धेरै राम्रो यस्तो छ खेल्नेहरू बोटिङ गर्नुको लागि चाहिँ यहाँनिर छ बोटिङ गर्नको लागि चाहिँ हामी चाहिँ बोटिङ नगर्ने हो यतिको मान्छे चाहिँ चाहियो हो गुड ल भाइ यार तिमीलाई यो फुल यार मेरो भाइ सबजनाले गरिदिनु होला कति आशिष राई होइन आशिष राई आशिष राई अलि झुलुङ्गे फुल आइपुग्यो हाम्रो चाहिँ ल गइदियो नि परदेखि आइदियो नि ल साथी यार फर्केर आइदियो नि अब कालो आउने रहेछ नि त हिँडाइ चाहिँ फेरि है हिँडाइ त के छ के यो चाहिँ हाम्रो खाजा घर खाजा खान पाइन्छ यहाँ चाहिँ मोमो चाउमिन खाजाको नाममा अरू बहिनी छैन जस्तो छ के पाइँदो रहेछ हेर्नु त हेलो खोइ सेवारो नमस्ते के छ खोइ यार मेरो भ्लगर साथी यार तिम्रो त भ्लगै आउँदैन त यार भान्जा फोनै बिग्रियो मामुलाई अर्को फोन पठाइदिनु भन्नु फोन बिग्रेको हैन युट्युब बिग्रियो अर्को आइडी बनाउने नि ल हाम्रो चटपटे आयो चटपटे हाम्रो चटपटे दाइ खाइदियो नि खोयौ कस्तो छ अनि हाम्रो कान्छी बहिनीले बनाएको त मिठो हुँदैन होइन भान्जा हाम्रो भान्जा यता फेरि हो नि यो चाहिँ हाम्रो झिलको ताल यो चाहिँ हाम्रो बाँसको पिङ हाम्रो किरणजी ल टिकटक बनाउनु हुने र आउने हो ल अब चाहिँ झिलमा घुम्नु पर्ने ठाउँहरू चाहिँ सबै घुमिसक्यौँ देखाइसकेँ मैले घुम्नु चाहिँ होइन देखाइसकेँ प्रायः
घुमिसक्यो होइन। यस्तै छ है। यो चाहिँ झिल झोलुङ्गे पुल होइन, पोखरी। यो परको पाना चाहिँ देखाउनु बिर्सेछु, त्यो चाहिँ अघि देखाउनु पर्ने थियो। यहाँ छ अर्को सानो पाना, यो चाहिँ घुम्दैन। यहाँ चाहिँ पिङ मात्र खेल्ने ठाउँमा पाना पर छ। त्यो चाहिँ त्यो पाना चाहिँ घुम्छ है गाइजहरू। सर लाएर जोडी छ उता चाहिँ होइन, जोडी खेल्दैछन्, घुम्दैछन्। यता जोडी छ उनीहरूको। सला आफ्नो चाहिँ यस्तो छ जोडी पनि। औ जोडी हेरौँ न, औ जोडी। मेरो चाहिँ यस्तो छ जोडी पनि, माटक्ने ऊ फिल्डमा दिइरहेछ यार। यो त के हो यो? गोवा त यार। अघि बाबाले लोकदोरी कस्तो कस्तो दोरीमा, उपमेयरले कस्तो दोरी मन पराउँछ अरे। यो झिलले त कर्मचारी पनि कति राखेको रहेछ हौ है। धेरै छ, धेरै हल्लेको घरमा। यति हल्लिएको घरमा मलाई पनि जागिर लगाइदेऊ न यार दाइ। म पनि जागिर खान चाहन्छु प्लिज यार दाइ। हल्लेको घरमा जागिर छ यहाँ। पहिला यहाँ चाहिँ वाटर आउँथ्यो, वाटर आउँदैन छोडेछ। यहाँबाट पाल्नु भिडियो बनाइदिने। ल यहाँबाट चाहिँ हाम्रो दाइ हाम फालेर मर्दिने अरे। ए मर्दिने अरे हो, मर्दिने हो। मर्ने हो कि यहाँबाट हाम फालेर म त्यहाँ पुगेर होइन पौडी खेल्ने। आउँछु त्यति बेलासम्म भिडियो बनाउँ ल। ल हामीले चाहिँ प्रायः सबै झिल वरिपरि घुमिसक्यो होइन। झिलहरू चाहिँ यस्तै छ। यो जङ्गलहरू देखाइदिनु त दाइ। झिलको सुन्दरता भनेको यही जङ्गल है गाइजहरू। योभन्दा अर्को सुन्दर छैन, यही जङ्गल मात्र है। यहाँको सुन्दरता भनेको यही जङ्गल मात्र। अब चाहिँ हामी निस्किँदैछौँ दुईजना दाजुभाइ होइन। झिल घुम्नुपर्ने ठाउँहरू घुमिसक्यौँ, हेरिसक्यौँ। यस्तो गर्मीको बेलामा पनि यो रुखको छारीहरूले कति राम्रो धेरै शीतल दिँदो रहेछ होइन। चिसो छ, बाहिर निस्किँदाखेरि चाहिँ गर्मी हुन्छ। यहाँ चाहिँ अहिले शीतल चिसो आनन्द छ। यहाँनिर फ्यामिली कपल्सहरू घुम्न आउनको लागि चाहिँ एकदम राम्रो छ है ठाउँहरू। निस्किँदैछौँ हामी यहाँबाट। यहाँभन्दा उपरान्त देखाउन सकिनँ, जे जति खिच्न जाने खिच्न सकेँ होइन, त्यति नै छ। योभन्दा बेसी चाहिँ हामीले खिच्न सकेनौँ, देखाउन सकेनौँ। यति भन्दै सी यू नेक्स्ट भिडियो। ओके।